अब हाम त लाग्यो नि त अब यहाँ यसले फलेर खाँदैला त मलाई यहाँ अस्ति नै के फर्सी नभएर रोपिदिएको 2टा बोट आउला कि नहोला यसलाई चाहिँ अलिकति मलजल गर्नु पऱ्यो आउँछ कि अनि मेरो हेर्नु न खुर्सानी त फल्दैन कि जस्तो छ कि बाहिर राखिदिन्छन् केटाकेटीले यहाँ ल्याएर हालिदिएको छैन फल्ला जस्तो लागेको छैन अनि कर्कलो चाहिँ यस्तो भएको छ है यसपालि कर्कलो नखाइकनै जाने भयो 2 चोटि ल्याएर रोपी दुवैचोटि नै केही होला जस्तो गरेन अब यतातिर उम्रिन्छन् कि भनेर आश गरिरहेछु 2टा यहाँ हालिदिएछु उम्रियो पनि खानु पाइएला नभए कर्कलो छैन यसपालि मुन्टाई अब यो मुन्टाई टिपिदिनु पऱ्यो यो चाहिँ मैले अस्ति यताबाट 1 महिना अगाडि रोपिदिएको त्यो चाहिँ पछि नै हो यसो मुन्टा भयो भने खानु पाइला भनेर अनि खुर्सानी गमलामा रोपेको खाइदियो यो अस्ति पछि फेरि लिएर आएको बिउ यो चाहिँ अलिकति के गर्छ कि जस्तो भएको छ फुल नआँटे जस्तो भएछन् यिनी चाहिँ आउँछन् कि जस्तो भएको छ यहाँ बाँच्दिएको थिएँ यसलाई नै यहाँ यसो यहाँ के यसलाई चटक्क गरिदियो भने धेरै ठुलो हुन्न अनि यो खोइ के हुन्न त्यो फुल्नला त होइन फुल्न आँटिसके जस्तै छ हेर्दाखेरि त खोइ के बुढी चाहिँ बिउ पनि राख्नु पर्ला लास्ट इयर एउटा यसो थियो फलेको थियो फल्दै एउटा दुटा गऱ्यो भने एक छाक खान पाइन्छ नि त कति रहेछ भनेर टिप्न आएको के आज ठुलो भएकै छैन कुनै पनि टिप्ने बेला भइसकेका छैनन् अस्ति भएको त्यो सबै किराले खाइदिएँ मैले एउटा भिडियो बनाएको थिएँ कहाँ गएछ त्यो चाहिँ थाहा भएन यो चाहिँ मेरो बारीको तने बुढी हो नटिपौँ भन्दा नहुने खोइ के नपुग्या भएको छ भने तने बुढीमा एक मुठी निक्ल्यो भने खानेकुरा खाना पकाएर नि खानु भयो होइन फेरि बुढीहरू चाहिँ कस्तो हुन्छ नि 2टा टिप्यो भने पनि अनि राखी एक छाक पुग्न सक्छ 2टा गरेर टिप्न पाइन्छ यो चाहिँ अरू त त्यस्तै हो ऊ त्यहाँनिर नि रहेछ यता नि हेरौँ है त किराले खाइदियो कि किराले खायो कि केले खायो थाहै भएन यो चाहिँ खाइदिएर सिधाइदियो मेरोमा त के कति छ भनेर देखाउँला हो यहाँ हेर्नु न यो चाहिँ केले खाएको होला है यसरी खाइदिएछ कि यो तल मलाई लाग्छ कमला समला केले होला सबै नै फलेको नफलेको थिएन फल्न फलेको थियो ऊ यस्तो के हेर्नु न है सबैले किराले खाएर नानी भने चाहिँ टिपेर फालिदिइहाल्नु चाहिँ हामीलाई माया लाग्छ